नमस्ते सबैजनामा। आज मैले बीबीएस सेकेन्ड इयरको 81 सालमा क्वेसन नम्बर 18 मा रहेको प्रोसेस कस्टिङको सोलुसन गर्न गइरहेको छु। यसमा दिएको छ र मेटेरियल युज्ड 1000 kg अनि इनडाइरेक्ट मेटेरियल लेबर कस्ट, प्रोडक्सन ओभरहेड 100% अफ लेबर आवर अनि एक्चुअल आउटपुट केजी, नर्मल लस अनि सेभ अफ स्क्रैप पर केजी। यो भनेको चाहिँ स्क्रैप भ्यालु निकाल्नुपर्छ, त्यसपछि चाहिँ अनि यो गुणन गरेर लेखिदिने। अब जाउँ यसको सल्युसनतर्फ। मैले फर्मेट पहिले बनाइसकेको छु। अब यसमा चाहिँ सुरुमा राख्नु पर्यो र मेटेरियल युज। अब यो डेबिट युनिट, डेबिट र क्रेडिट हजुरलाई थाहा छँदैछ। त्यसपछि पार्टिकुलर युनिट र एमाउन्ट, पार्टिकुलर युनिट र एमाउन्ट, यो फर्मेट बनाउने। यसपछि 2 डेबिटतिर 2 हुन्छ सधैँ। र मेटेरियल यहाँ चाहिँ यहाँ चाहिँ भनेको छ 1000 kg, यो युनिट हो। यो चाहिँ यहाँ लेखिदिने 1000 कति छ एमाउन्ट भन्दा 60,000। अनि अर्को छ इनडाइरेक्ट 2 इनडाइरेक्ट मेटेरियल एमाउन्ट छ 52,000, 52,000। अनि लेबर कस्ट छ, लेबर कस्ट 40,000। अनि त्यसपछि प्रोडक्सन ओभरहेड 2 PRODUCTION, प्रोडक्सन ओभरहेड। ओभरहेडलाई सर्टकटमा ओएच लेखे पनि भयो। यहाँ के भनेको छ भन्दा 100% अफ लेबर आवर भनेको लेबर आवरको 100%। यहाँ 50% भन्थ्यो, 50% भन्दा 40,000 को 50% निकाल्नुपर्छ, 20,000 आउँथ्यो भने यहाँ 100% भनेको छ। ब्राकेटमा लेखिदिने 100% अफ लेबर कस्ट। लेबर कस्टको यो 100% नै भनेपछि 40,000 को 40,000 नै राख्नु पर्यो। अब यो सकेपछि यहाँ दिएको छ एक्चुअल आउटपुट, नर्मल लस र स्क्रैप भ्यालु दिएको छ। यो दिइसकेपछि हामीले चाहिँ यसको यो एब्नर्मल गेन भयो कि एब्नर्मल लस भयो यो पत्ता लगाउनु पर्छ। त्यो पत्ता लगाउनको लागि पहिला सुरुमा इनपुट हामीलाई चाहिँ कति दिएको छ त 1000 kg दिएको छ। 1000 kg नर्मल लस 5% भनेको 5%। अब 1000 को 5% भनेपछि 1000 इन्टु 5% गर्दा 50 चाहिँ नर्मल लस भयो। 1000 माइनस 50 गर्दा 950 भयो। अब एक्चुअल आउटपुट त कति दिएको छ 950 दिएको छ। ब्राकेटमा लेखिदिने 100% अफ लेबर कस्टको यो 100% नै भनेपछि 40,000 को 40,000 नै राख्नु पर्यो। अब यो सकेपछि यहाँ दिएको छ एक्चुअल आउटपुट, नर्मल लस र स्क्रैप भ्यालु दिएको छ। यो दिइसकेपछि हामीले चाहिँ यसको यो एब्नर्मल गेन भयो कि एब्नर्मल लस भयो यो पत्ता लगाउनु पर्छ। त्यो पत्ता लगाउनको लागि पहिला सुरुमा इनपुट हामीलाई चाहिँ कति दिएको छ त 1000 kg दिएको छ। 1000 kg नर्मल लस 5% भनेको 5%। अब 1000 को 5% भनेपछि 1000 इन्टु 5% गर्दा
50 चाहिँ नर्मल लस भयो। 1000 माइनस 50 गर्दा 950 भयो। अब एक्चुअल आउटपुट त कति दिएको छ? 950 दिएको छ। अनि यहाँ 900 सरी 900 एक्चुअल आउटपुट त 950 दिएको छ। $950 दिएको छ भनेपछि यहाँ पनि 950 लेखिदिने। अब हामीलाई लस भयो कि गेन भयो त? केही भएन नि। केही भएन भनेपछि यो न त एबनर्मल गेन हुन्छ न त एबनर्मल लस हुन्छ। हामीले यो केही लेखिराख्नु परेन। के भनेको छ भने 5% चाहिँ यो आयो, 50 आयो, त्यसपछि 950 आयो। 950 मा अब एक्चुअल आउटपुट पनि 950 युनिट नै भएछ भनेपछि हाम्रो चाहिँ न त एबनर्मल लस भयो न त एबनर्मल गेन भयो। अब नर्मल लस त बाहा बाई नर्मल लस भएको युनिट कतिको दरले भने 40 को दरले स्क्रैप भ्यालु। यो त स्क्रैपमा अब बिग्रेको सामान चाहिँ बिग्रेको मेटेरियलमा बेचिन्छ नि, त्यही भएर 40 को दरले बेचे। कति बिग्रियो? 50। 40 × 50 गर्दाखेरि 2000 आयो। अब बाई अब प्रफिट पनि छैन अनि के अरे गेन पनि छैन, लस पनि छैन भनेपछि बाई प्रोसेस बी मा सार्नु पर्यो। अब प्रोसेस बी मा सार्नको लागि कति सार्नु पर्यो भन्दा 950 नै सार्नु पर्यो। 950। अब कतिको दरले सार्ने त? त्यो निकाल्नको लागि नर्मल कस्ट निकाल्नु पर्छ। नर्मल कस्ट भनेको के भन्दा डेबिटको टोटल माइनस क्रेडिटको टोटल। डेबिटमा कति हुन्छ? 60,000 प्लस 52,000 प्लस 40,000 प्लस 40,000 गर्दाखेरि 1,92,000 माइनस यो 2000 आउँछ। डिभाइड बाई नर्मल आउटपुट। नर्मल आउटपुट कति छ? 950 नै छ। माइनस 2000 गर्ने पहिला सुरुमा 1,90,000 आयो। डिभाइड बाई बल्ल 950 गर्ने गर्दाखेरि 200 को दरले @रुपिस200 यहाँ ₹200 लेखिदिने। यो चाहिँ अब 950 चाहिँ 200 को दरले बिक्ने भयो। 950 गर्दाखेरि 1,90,000। यहाँ कति आयो? 1,92,000 अनि यो चाहिँ 1000 आयो। यहाँको 1000 को 1000 यो टोटल गर्दा 1000 आयो। यहाँ पनि 1,92,000। अब प्रोसेस बी मा जानु पर्यो। यहाँ लेख्नु पर्यो 2 प्रोसेस ए। प्रोसेस ए को चाहिँ यता लिएर आउनु पर्यो। कति बचेको छ? 950। कति छ एमाउन्ट? 1,90,000। अब 2 इन्डाइरेक्ट मेटेरियल कति छ? 39,600। 2 लेबर कस्ट 60,000। 2 प्रोडक्सन ओभरहेड ब्रैकेटमा 100% अफ लेबर कस्ट लेखिदिने। यहाँ पनि 60,000 नै आउँछ। अब यसमा पनि इनपुट कति छ? 950
10% भनेपछि 95 घटेपछि कति आउनु पर्यो 950 मा 95 गर्दाखेरि 855 तर यसको एक्चुअल आउटपुट कति बने 840 माइनस 840 गर्दाखेरि त 15 किलो चाहिँ घाटा लागेछ नि त यहाँ केजीमा दिएको छ त्यही भएर 15 केजी चाहिँ घाटा लागेछ एबनर्मल लस भएछ एबनर्मल लस भइसकेपछि हामीले राख्नुपर्छ यतातिर क्रेडिटतिर गेन भयो भने डेबिटतिर लस भयो भने क्रेडिटतिर अब यहाँ सुरुमा बाई नर्मल लस रुपीज कतिका दरले छ यो 80 का दरले छ नर्मल लस कति भयो 95 इन्टु 80 गर्दाखेरि 7600 बाई एबनर्मल लस रुपीज अब कतिका दरले लस भयो त लस त 15 युनिट भएको तर यो कतिका दरले लस भयो भन्नको लागि नर्मल कस्ट अपन नर्मल आउटपुट नर्मल कस्ट यो सबै जोड्ने त्यसपछि यो घटाइदिने भनेको 1,90,000 प्लस 39600 प्लस यो 60 1,20,000 गर्दाखेरि 3,49,600 माइनस 7,600 अपन नर्मल आउटपुट भनेको 855 माइनस 7,600 भाग 8,55,000 गर्दाखेरि 400 का दरले रुपीज 400 इन्टु 15 गर्दाखेरि 600 आयो 6000 आयो सरी अनि बाई प्रोसेस बाँकी भएको बचेको त प्रोसेस त अर्कोमा लिएर जानु पर्यो नि त प्रोसेस सीमा लिएर जानु पर्यो प्रोसेस सी रुपीज 400 गरेर 840 छ यो लेख्दाखेरि पनि भयो 840 लेखिदिने यही चाहिँ एक्चुअल आउटपुट चाहिँ यति चाहिँ निक्लेको भनेर 840 मा 840 इन्टु 400 गर्दाखेरि 3,36,000 आयो अब टोटल कति हुन्छ त प्लस 6,000 प्लस 7,600 गर्दाखेरि 3,49,600 3,49,600 यहाँ 950 हुन्छ 950 यो टोटल हो है अब यससित प्रोसेस सीमा चाहिँ गइन्छ प्रोसेस सीमा जाँदाखेरि पहिला अब यसमा जति प्रोसेस सीमा पठाएको त्यो त लेख्नु पर्यो टु प्रोसेस बी कति आछ 840 युनिट आछ 3,36,000 आछ अब फेरि सेम टु इन्डाइरेक्ट मेटेरियल कति छ 59,240 टु लेबर कस्ट 80,000 टु प्रोडक्सन ओभरहेड यहाँ चाहिँ 100% अफ लेबर कस्ट चाहिँ लेख्नुपर्छ यही चाहिँ आउँछ 1000 अब यसपछि फेरि यहाँ बाई नर्मल लस त लेख्नै पर्यो रुपीज यहाँ 100 का दरले दिएछ 100 भयो आउटपुट कति भएको थियो
840 का दरले अनि 840 को कति पर्सेन्ट नर्मलस 15%, 15% गर्दाखेरि 126। अब 840 माइनस 126 गर्दाखेरि 714 चाहिँ नर्मल आउटपुट भयो। तर भाग कति छ 750। यसमा चाहिँ गेन भयो, कतिले गेन भयो माइनस 750 गर्दा 36 किलोले गेन भयो। अब नर्मल लस 126, 100 का दरले 12600। अब यहाँ गेन भइसकेपछि डेबिटमा लेख्नु पर्यो ABNORMAL एबो नर्मल गेन @ रुपीज। अब कतिको दरले भयो त निकाल्न पर्यो नि त, कति भयो 36 भनेर लेख्ने। अब यो डेबिटको नर्मल कस्ट पर युनिट निकाल्नको लागि नर्मल कस्ट कति भएको छ 3,36,000 प्लस 59,240 प्लस 80,000 प्लस 80,000 गर्दाखेरि 5,55,240 माइनस 12600, 714 किनकि नर्मल आउटपुट हो नि त। अब 555,240 माइनस 12600 गर्दाखेरि यति हुन्छ। त्यसपछि डिभाइड बाई 714 गर्दाखेरि 760 रुपीज कतिको दरले 760 इन्टु 36 गर्दा 27360 बाई। यो फाइनल भएपछि लास्ट प्रोसेस भइसकेपछि फाइनल फिनिस्ड FINI फिनिस स्टक लेख्दै हुन्छ। रुपीज कतिको दरले 760 का दरले कति हो 750 इन्टु 750 गर्दाखेरि 57700, 5 एउटा 7 आइछ 5,70,000 10,10,10 लाख। ल अब टोटल गर्ने दुईटातिरको 12600 भनेपछि 82600 यहाँ पनि त्यही आउनुपर्छ 3 लाख। यहाँको टोटल कति हो 55। यसको चाहिँ सबै यता लेखेको छु मैले, देखाउन बिर्सेँ होला मैले। 555,240 प्लस 555,240 प्लस 27360 इज इक्वल टू 582600, 582600 750 प्लस 126 गर्दाखेरि 750 प्लस 126 गर्दाखेरि 876 टोटल लेख्ने 876। अब यो हामीले हिसाब गरिसकेपछि हामीलाई यहाँ भनेको छ कि नर्मल लस एकाउन्ट निकाल्ने, एबनर्मल गेन एकाउन्ट र एबनर्मल लस एकाउन्ट यो जम्मै गरेर 15 मार्क्सको आउँछ हामीलाई। अब एबनर्मल लस निकाल्नतर्फ हामी लागौँ है त। एबनर्मल लस निकाल्नको लागि हामी चाहिँ एबनर्मल लस हामीले यता राख्दाखेरि क्रेडिट साइडमा राख्छौँ भने अब हामीले डेबिट साइडमा राख्नुपर्छ। टु प्रोसेस A, टु प्रोसेस B, टु प्रोसेस C। यिनीहरूको कतिका दरले
एउटा 100 को दरले, एउटा 80 को दरले र एउटा 40 को दरले। यो कति छ 50 प्रति युनिट 2000। अनि यो 95 7600। अनि त्यसपछि यो 126 को 12600। अब यता बाई लेख्नु पर्यो। यसलाई केले काट्छ एबनर्मल गेनले। अब नर्मल लस हामी त यति लस होला भन्ने सोचेको थियो, तर त्योभन्दा कम के अरे घाटा भयो। अब कम घाटा भइसकेपछि त हामी त गेन हुन्छ, गेन चाहिँ हामीले त धेरै पैसामा बेच्छौँ, तर त्यसलाई चाहिँ अब घटाउने। कति कुनमा एबनर्मल गेन भएको थियो भन्दा प्रोसेस सीमा एबनर्मल गेन। सी को भनेर ₹8,000 कतिको दरले। अब यसलाई चाहिँ यसमा जतिको दरले छ त्यतिको दरले दिन हुँदैन। यसमा चाहिँ जति स्क्रैप भ्यालु यसलाई 100 को छ नि, हो त्यही सोही 100 को हिसाबले गर्नुपर्छ। यो गर्दाखेरि कति छ हाम्रो 36 गर्दा 3600। अब हिसाब गर्ने। हिसाब गर्दा यता थोरै आउँछ बाई बैंक और क्यास एकाउन्ट। हिसाब गर्दाखेरि कति आयो 2000 प्लस 7600 प्लस 12600 22200 22200। अब यसमा चाहिँ माइनस 3600 गर्दाखेरि 18600। अब यहाँ चाहिँ यो र यो बराबर हुनु पर्यो के अरे 50 प्लस 95 हो यो, सरी 95 प्लस 126 गर्दाखेरि 271 22200। अब यहाँ माइनस 36 गर्दा 235। यो आयो एबनर्मल लस एकाउन्ट। अब त्यस्तै गरी एबनर्मल गेन एकाउन्ट। एबनर्मल गेन हामीले सधैँ डेबिटतिर राखिन्छ भने अब यसलाई एबनर्मल गेनलाई चाहिँ क्रेडिटतिर राख्ने। के कुन प्रोसेसमा छ? प्रोसेस सीमा छ बाई प्रोसेस सी। कतिका दरले गेन भएको छ 760 का दरले ₹8,000 760। कति गेन भएको छ 36 किलो 27360। अब यसलाई चाहिँ फेरि यसलाई काट्नको लागि यति बेला चाहिँ कति चाहिँ हामीलाई नर्मल लस भएको छ। तर यो त नर्मल लस सोचेको भन्दा त थोरै बिग्रेको नि त, त्यही भएर यसमा चाहिँ सबै सोचेको जति बिग्रेको जति राख्या, तर यसमा चाहिँ योभन्दा कम बिग्रेको छ नि त। त्यही भएर 2 नर्मल लस कुनको सी को। कतिका दरले बिग्रेको थियो भने हामीले 100 का दरले भनेको थियौँ। कति बिग्रेको के अरे कति बचेछ त्यहाँ हाम्रो 36 3600 टु प्रॉफिट एन्ड लस एकाउन्ट। अब कति हुन्छ 27360 27360 माइनस 3600 इज इक्वल टु 23760 23760। यहाँ टोटल पनि है टोटल 36। यहाँ चाहिँ कति यताको यो 27360 36 टोटल 27360।
यो त आयो एबोनर्मल गेन। अब निकाल्नुपर्छ एबोनर्मल लस। एबोनर्मल लस निकाल्नको लागि अब हाम्रो चाहिँ नसोचेको कति घाटा भयो त भन्दाखेरि यहाँ छ एबोनर्मल लस एउटा यहाँ छ, अन्त कतै छ र अन्त कतै छैन। यो क्रेडिटमा छ भने यहाँ डेबिटमा लेख्ने टु फोर्सेस बी कतिका दरले भएको छ 400 का दरले कति युनिट 15 युनिट 6000। अब हाम्रो चाहिँ यो चाहिँ हामीले सोचेको भन्दा धेरै नोक्सान आएपछि त हामीले फेरि यतिको दरले त बेच्न त मिलेन नि त। अब यतिको दरले बेच्न नमिलिसकेपछि हामीले चाहिँ यसलाई चाहिँ स्क्रैपमा बेचिन्छ टु बाई स्क्रैप सोल्ड @ कतिका दरले छ प्रोसेस बीमा स्क्रैपको भ्यालु 80 का दरले छ 80 का दरले 15 गर्दाखेरि 80 × 15 गर्दाखेरि 1200। अब यही थोरै भयो भनेपछि बाई प्रॉफिट एन्ड लस एकाउन्ट 6000 माइनस 1200 गर्दा 4800 टोटल 15 6000 ल यति गरिसकेपछि हाम्रो चाहिँ 15 नम्बर आउँछ। सम्पूर्णलाई धन्यवाद अन्त्यसम्म भिडियो हेरिदिनु भएकोमा। हजुरहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला र मेरो च्यानल पनि नयाँ हो यसमा चाहिँ शेयर पनि गरिदिनु होला अरु आफ्नो साथीहरूलाई र सब्स्क्राइब पनि गरिदिनु होला। यस्तै सोलुसनको भिडियोहरू लिएर आइराख्ने छु आगामी दिनहरुमा पनि।